झन् वर्ष तपाईँमा ल खाए हजुर भन्दै खानु सिङ्गापुरे माछा खाए ल हिलेको आलु अनि तराईको अन्डा होइन अनि शङ्खसभाको टमाटरको अचार रुखभेन्टा अनि यो कताको ढिँडो पिठो यो ढेँडो पनि शङ्खसभाकै पिठो हो ल अनि यो डिउ चाहिँ तराईको डिउ होइन हो अनि हामी दुईजनाले चाहिँ खाँदैछौँ ल तर सबै मेड इन नेपालै हो मेड इन चाहिँ नेपाल हो हामीले ल खायौँ कस्तो भएको है नुन खोर्सानी लाग्छ हिजो ढेँडो खाएको भिडियो आज बिहान लाउनु पर्यो अनि बिर्सेर मर्छ तपाईँहरू सिङ्गापुर हङकङबाट माछा ल्याउँदै हुनुहुन्छ भने यसरी अन्डासँग पकाएर खानु ल अन्डा करी बनाएर माछा लगाएर अन्डा करी दामी हुनेछ एकदम दामी धेरै भयो भने यता पनि ल्याइदिनु होइन त हङकङ सिङ्गापुरबाट कोही आउँदै हुनुहुन्छ नि ललिता गुरुङलाई सम्झेर माछा ल्याइदिनु नबिर्सिनु होला अनि हामी दुईजना यसरी नै खाएको भिडियो लगाउँछौँ अनि हेर्नु होला तपाईँहरू पनि अनि हामी त्यति बेला धन्यवाद दिँदै खान्छौँ हो नि धन्यवाद यो भिडियो मार्फत दिन्छ र हङकङको झुम्रीहरूले हेर्छन् त्यहाँ मेरो साथीहरू छन् है माछा पठाऊ केटी हो नबिर्सिकन जसले पठाउँछ नि उसको नाप पुरा हो नि रेकर्ड तोड्छ नाप म त भिडियोमा अगाडि उयो लेखेर लगाइदिन्छु अहिले चाहिँ यहाँ सिङ्गापुरे लाउरेले ल्याइदिएको कि त्यो माछामा छिमेकी भाइले बिच होइन बिचरा जहिले हो क्या दाजुभाइ नै आउँदाखेरि कसरी कसरी कम त मिठो भएन अब जाडोमा त ढेँडै भन्छ साथी लोकल कुराको भन्दा कम्ती छैन साथीहरू अनि टुक टमाटर हुँदै हो यो अन्डालाई यहाँ फुटाउनु पर्छ है यसरी फुटाएनुपर्छ कि अनि यहाँ झन् बाक्लो ग्रेभी हुन्छ आमा कम्ता मिठो हुँदैन है यो फेरि यो काँचो बोटोकोमा फेरि फिट्टै चलाउँदैन नि तिमी फेरि तातो खानु नसक्ने उठेर कति के गर्दा म त यस्तो हो होइन खानेकुरा चाहिँ मलाई चिसो मनै पर्दैन जति तातो त्यति खानु पसिना खलखले आओस् न होइन होइन खान्छु नि मैले खानु त्यस्तो तातो मनपर्छ मलाई तातो खाने दिन आउँदैछ नि त चुलाबाट निकाल्यो खाइ पनि हाल्यो सकिँदैन ल खाउ न त्यो यहाँतिर फरेको थियो एउटा ग्यास गएको छ है हिजो होइन अस्तिको दिन ए हामी खानै बिर्सेछौँ पाहुनाले ल्याएर होइन तिमी त ल्याउँदै होला म कहिले कहिले ल्याउँछु पहिला जस्तो खाँदैन नि त होइन धेरै कम
बरु एउटा बजाइन्छ एक हार्ने होइन त खाना पनि राम्रो होइन तर के गर्नु खान मन लाग्छ तरकारी खायो ढेँडो चाहिँ दरो तरिका खाइन्छ है अन्त मलाई त कतिजनाले ढेँडो खानु बोलाऊ कि बोलाऊ भनेर मन नै लागिरहेको थियो है कतिले बोला जति लाग्छ त हौ त्यही भएर म कसलाई बोलाउँदिनँ ओडाल्न सकिँदैन नि अब बिचरा मेरो दिदीले पठाइदिएको यसपालि त मकैको चामल मकैकै पिठो कोदोको पिठो त कति पठाइदियो कति पठाइदियो कति पठाइदियो खुसीले तर म नि पठाइदिन्छु नि उनीहरूलाई के केहरू एकहरू कहाँ हुन्छ त अब त झन् जाडोमा है हो यस्तो ढेँडो मिठो हुन्छ त्यहाँ थुक्पा ढेँडो है मेरो त छोराले नै खायो हुन्छ होइन त्यही भएर म खान्छ खान्छ त नि मलाई खासै भात त कहिले काहीँ अब मलाई अलिक चित्त बुझ्दैन बा त्यसलाई राम्रो लगाएन कि भने अब त्यस्तो मैले जति धेरै खाँदैन नि त होइन त्यही भएर पाउँछ नि त यता बच्चा लाउँदैन नि त बिचरा यस्तो बेला अब जाडोमा किने मासुमा मिठो हुन्छ फेरि खाइ नभए तिमी किने मासु खाँदैन मनपर्छ त ए अन्त नि कति खानु पर्दैन है इच्छा भने ताप्केमा पकाएर थाहा याद छ के हो पकाएको होइन कराईमा पकाएर तापेमा खाने एक तापमा के तपाईँ हो सिन्की इस्कुस होइन इस्कुस कुखुराको मासु ए मुलाको चाना होला हो हो खाने कि त्यही सफरीमा दौडेको होइन आम्मा त्यो दिन त भोकै नलागे हाम्रो कहानी त लामो छ नि त है ऊ पश्चिमको मान्छे म पूर्वको मान्छे अब यहाँ भेट भएर खाना खाँदा चाहिँ जुरिहाल्छ जस्तो तातो र पिरो खाने किन सक्छ हुन्छ त्यस्तो मजा आउँछ नि त त्यसरी खानु यसको चाहिँ तातो पिरो होइन यसको यो भएपछि मात्रै मिठो हुन्छ क्या रुखबाट चाहिँ पाहाडबाट ल्याएको कि किनेको पारबलले हो खोइ हिजो आमासँग बोलेको आज पठाइदियो भन्नुपर्छ बिर्सेछु छ अरे छ नि घरमै घरमै छ अरे छ अब पठाएर दिन्छ कस्तो हुन्छ रुख है आज पठाइदिनु भयो क्या बाउले बिहान फोन गरे पढाएर अहिले फोन गरेर उठाउनु न गाडीमा आउँदैछ है होइन लिन जानुपर्छ होइन चढेर अरू भन्दा नि त्यो ल्याइदिने मान्छेलाई चाहिँ थोरै धन्यवाद दिन्छु मैले पठाउनु त पठाइहाल्छ होइन अन्त त सामान भएर नि ल्याइदिने मान्छे भनेर के हो कस्तो गाह्रो हुन्छ है बुझेर हाम्रो आफ्नै मान्छे हो नि त हरेक भिडियोमा त्यही दाइलाई मात्रै धन्यवाद अन्त बसिरहेको अब है हो त नि धन्यवाद होइन म उहाँलाई पनि बोलाउँछु नि त कहिले काहीँ के अब अलिक मिठो मसिनो भएको बेला खानु हो आउनु भन्छु नि म आएको बेलामा बिचरा कोही बेला भ्याउँछ कोही बेला भ्याउँदैन भ्याएको बेलामा आउँछ बेला ल्याइदिने उहाँ हो
अब मेरो दिदीको 2टा भेडा लगाएर काटेर पठाइदियो काटेर लगाइदियो भने जाडो त बिगिहाल्छ मजाले है 2टा भेडा ल्याएर काटेर होइन 2टा भेडाको दाना भुटेर टक्क तिन पानीसँग कि पोलेर मिठो हुन्छ त्यो दाना त के दाना भेडाको दाना खान्छ तिमी म त खाँदिनँ कहिले नि हँ कहिले खाँदिनँ एकदमै ए हामी त्यो त खान्छ म त खाँदिनँ कहिले नि हामी कति खान्छ उसले हाम्रो होटलमा हाम्रो त बाउले कति धेरै भेडा कसेर बाख्रा कसेर काट्छ त त्यसो त कति भयो यहाँ हेर न पसिना कस्तो सुहायो मेरो मलाई त्यस्तो अलिक पराउँछै पसिना मटन पकाउने मान्छे तिमीले बसिरहेको मान्छे पकाएछ पकाएर खानेको उही तातो खाएको